हेलो गाइज वेलकम छ मेरो भिडियोमा सबैजनालाई। आज चाहिँ म घरमा बस्दा बस्दा बोरिङ भएको कारणले चाहिँ सिस्नो टिप्न जङ्गलमा गएको थिएँ। हेर्नु साथीहरू, सिस्नो भनेको एकदम अर्ग्यानिक खानेकुरा हो, त्यसैले यसलाई अब व्यवस्था नगरिकन हामीले यसलाई खानुपर्छ कहिलेकाहीँ। अनि म चाहिँ त्यसकै लागि भनेर म जङ्गल गएँ सिस्नो टिप्नलाई। अनि त्यसपछि यो चाहिँ एकदम शरीरलाई फाइदाजनक गर्छ साथीहरू। मैले चाहिँ यति टिपिसकेको छु, हजुरहरू पनि देख्न सक्नुहुन्छ। यसले फाइदाजनक गर्ने भएकाले यसलाई लापरवाही नगरिकन खाने गर्नुपर्छ। यसले चाहिँ हामीलाई बल दिन्छ, शक्ति दिन्छ। मैले चाहिँ अन्त्यमा यति टिपिसकेको छु, अब चाहिँ पुग्यो भनेर नटिप्ने भनेर फैसला गरेँ। अन्त्य गर्दा मैले भिडियोलाई पुरै देखाउन सकिनँ। रेडी भएको छ, बाई बाई।